सम्पूर्णमा नमस्कार। बजेट वर्ष 2083 अनुसार विगतमा कर कार्यालयमा दर्ता भएका कारोबार तथा आयोजन भएको हकमा दफा 40(3) अनुसार छुटको स्किम निकालिएको छ। यो छुट कस्तोको लागि लागू हुन्छ भन्दा चाहिँ विगतमा कर कार्यालयमा दर्ता भई प्यान लिएको र कारोबार तथा आयोजन समेत गरेको हकमा बुझाउन बाँकी आय विवरण बुझाउन बाँकी कर बुझाउने र सो करको मात्र 1% थप शुल्क बुझाएमा सम्पूर्ण बाँकी ब्याज र शुल्क मिना हुनेछ। यो अवधि 2083 पुस मसान्तसम्मको लागि मात्रै हो। त्यसैले सबैजनाले यो छुटको सम्पूर्ण बेनिफिट चाहिँ लिनु होला। हस्त, धन्यवाद।